अनि चाहिँ हाम्रो कलेज बाहिरको बाटो हो। यस्तो सफा छ नि के भन्नु होइन, कति सफा छ है। यहाँबाट चाहिँ तर क्या म छिर्छु कुद्छु होइन आएको कलेजमा। कस्तो राम्रो ठाउँ हो यार, के भन्नु र। कसैले मलाई फ्रीमा आएर बस भन्नु भने पनि बस्दिनँ होला म त। कति राम्रो ठाउँ कसैले चाहिँ मलाई आएर बस भन्नुपर्छ, बरु एउटा स्कुटर किनेर गिफ्ट गरिदिनु अरे क्या। चाहिँ स्कुटीमा होइन एकचोटि मजा आउँछ अरे नि त नि। त्यत्रो बाटो हिँड्नु पर्दैन होसमा आउँछ क्या। यस्तो बडा सेन्ट छ। अनि मैले त्यो मिस गरिरहेको थिएँ होइन, अघि बिहान आउँदा चाहिँ मैले त्यो फिल गरेँ अरे क्या। विराटनगरमा खानाले कति राम्रो बुझिरहेछ। पुरा धेरै लागेछ उकाले। खतरा सेन्ट आउँछ नि यहाँबाट। आए हाय यो बाटो हिँडेको सबै गाडीहरू चाहिँ होइन, तिनीहरूले चाहिँ मलाई त्यो दिनको 1 रुपियाँ मात्रै दिनु हो भने मसँग कति रुपियाँ हुन्छ होला है। जिन्दगीमा यो हस्पिटल भन्ने चिज चाहिँ कोही जानु नपरोस्, बहुत रिस उठ्छ मलाई।
शहीद रंगशाला व्यासनगर टिकट दर रु 300 मात्र टिकट पाउने साथ शहीद रंगशालाको मूल गेट छेउमा फुटबल 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 लाइभ फुटबल हेर्न जानको लागि टिकट 300 भनेको नि मात्र 300 अरे मात्र 300 मा त 300 चाहिँ मलाई दिनु नि त म त नि कति दिन गाडी पो कुद्थेँ भने साँच्ची भनेको जिन्दगीमा एउटा म्याजिक किन्नुपर्ने जस्तो छ कतिवटा झन्डा नि गेस गर्नु गर सो कल्ड रत्ना होटल होइन कि लुटुवा होटल चाहिँ जरुर हो 200 रुपियाँको चियालाई 200 रुपियाँ भनेर बेच्छ हो होइन अनि जिन्दगीमा आज मैले बस पाउँछु त है मैले बस पाइन भने के हुन्छ अचम्म छैन यार संसारमा बट फेरि खोइ हिँडिरहेको छु ड्याममा छिटो ल्याउँछ खिच्याउनु जस्तो निमुवा कता पर्छ ए त्यही हो बाटो जाम यो धरनको बस हो कति बेला जाने हो